आफ्टरनुन गाइस सो मैले बल्ल ब्लग स्टार्ट गर्दैछु आज चाहिँ स्याटरडे अनि आज रोसको छ डान्स कम्पिटिसन ट्यालेन्ट सो यसैमा बिजी थिएँ केही बेला बल्ल ब्लग स्टार्ट गर्दैछु रोसुप 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 भयो लिपसिङ सिक्यो गानाको डान्स गर्दै नि त फेरि एक्साइटेड छौ कि छैनौ बहिनीको ट्यालेन्ट हेरौँ है त कुन बनाउनुहुन्छ ल ल ल ल ल ट्राई खतरा हाँसिकन हजुर भिडियो बनाउनु भएन मेरो हात कान्छ कि म त भूत के अरे म भूत जस्तै छु जिमिसको डाइलग नचिप्काउनु न हजुरले जिम दाइ डाइलग के भन्नुहुन्छ दाइले अनि म भुट हो गर्नुहुन्छ त्यो दाइको बहिनी हो कि म बाङ्गो भयो राम्रो भन्छ दामी दामी खै देऊ म खाइदिन्छु अब टेस्ट गरेर अनि दिन्छु कस्तो होला थोरै भरि भएको थियो त्यो थोरै खाइदिएको हो क्या होइन टेस्ट गरेर दिएको फेरि केही भइहाल्यो भने अब गुरास्टी खाबै अब वेट गर्दा गर्दै म अब धर्न लागिसक्यो नजाने भनेको नि आज रेस्ट कहाँ स्याटरडे रनिङ जाने त मैले भन्छु त अनि आज बाबुको कम्पिटिसन पनि छ ट्यालेन्ट हो आज मलाई उठेको आज मैले आज त मेरो स्याटरडे घर बनाउनु भएको छ त मम्मीले आज बनाएन आज स्याटरडे सो चिकन खाइन अंकिताले हामीलाई सेफाले बनाउने भनेको थियौँ 2 days भइसक्यो खोइ विषय आज के हो थाहा छ आज के हो नेसनल गर्लफ्रेन्ड डे खोइ त आज चाहिँ एडजस्ट बिग्रेर यहाँ हामी यस्तो गर्मीमा काम गर्दैछौँ मोमो प्याक गर्दैछ म बनाउँदैछु यहाँ ललिपप आँखा परिरहेको छ है यहाँ बहिनीले पर्फेक्ट भयो है अब त्यो लुक्स राम्रो छैन उ त्यहाँ त राम्रो देख्छ कि नै पोको छाटेछ छिटो होइन डान्सको ढिलो भयो होइन हेर्न धेरै क्या छोडिदियो कसैलाई जाऊ उतिबाट होइन हेर छिटो ढिलो भयो कि म 5 मिनट लागिसक्यो यता आऊ त तिम्रो यो पेन्ट मिलेर चाहिँ आऊ त राम्रो देख्यो यता हेर त मलाई मोमोलाई यता हेर राम्रो देख्छ ल राम्रो देख्छ यता हेर त मलाई मामुले हेर न पछाडि जाउँ न देख्थ्यो यता हेर आज कस्तो डान्स गर्छु यता हेर नाच्नेवाला छु आज ट्यालेन्ट सो छ रोसुबा डान्स
गर्नेवाला छ एक्साइटेड छौ हेर्नुहोस् होला अघि अहिले म भिडियो गर्छु त्यसो देखाइदिनु खै त राम्रोसँग डान्स गर है ओके खै तिम्रो ड्रेस आज कुन गानामा डान्स छ तिम्रो तिमी दिदी चाहिँ आउनु भयो वहाँ क्याफेमा जामी न हल्का मान्नु भएन ए नमस्ते ओहो के यस्तो खतरा रेडी भइरहेको छ सबै Are you guys excited for today? Yes. Yes or no? Yes. ल है म अहिले हेर्छु नि ल अल द बेस्ट है एभ्रिवान ओके राम्रोसँग गर्ने है
सीता रजाली मगर दुईटा एकदमै डान्समा अफ गन उहाँहरूको डान्स हामी फिनालीमा हेर्नेछौँ। आज एकदमै ढिलो भयो, ट्यालेन्ट सो हामी यहीँ हाम्रै कलाकेन्द्रमा गर्न 6 नम्बरले पनि पाउन सफल हुनुभएको छ। नम्बर पाउन सफल हुनुभएको छ 10 मा 7 नम्बर। ट्यालेन्ट राउन्डमा 10 मा 7 नम्बर पाउन सफल हुनुभएको छ भने कन्टेस्टेन्ट नम्बर 11 ले पनि पाउन सफल हुनुभएको छ 10 मा 7 नम्बर। कन्टेस्टेन्ट नम्बर 12 ले पाउन सफल हुनुभएको छ 10 मा 6 नम्बर। कन्टेस्टेन्ट नम्बर 12 लाई 10 मा 6 नम्बर पाउन सफल हुनुभएको छ आजको ट्यालेन्ट शोमा। र यसै गरी कन्टेस्टेन्ट नम्बर 13 ले पाउन सफल हुनुभएको छ 10 मा 7 नम्बर। र यसै गरी कन्टेस्टेन्ट नम्बर 14 ले 10 मा आफ्नो नम्बर सुरक्षित गर्न सक्नुभएको छ 10 मा 8 नम्बर। कन्टेस्टेन्ट नम्बर 14 लाई 8 नम्बर पाउन सफल हुनुभएको छ। र यसै गरी 15 नम्बरमा हुनुहुन्थ्यो, अब जजेसहरूले दिएको नम्बरलाई मैले सुनाउनै पर्छ। 10 मा 3 नम्बर पाउनुभएको छ, उहाँलाई धेरै बधाई छ। यहाँनिर नम्बर कोहीको हाई आएको छ, कोहीको लो आएको छ, अन्यथा नलिनु होला, किनभने फिनालीमा जे पनि हुनसक्छ। फिनालीमा सिङ्गल नाच्नु पर्दैन, आज नाच्नु भएको छ। कसैले सिनियर अग्रज हुनुहुन्छ होइन, 1 वर्ष डान्स सिकिसक्यो, बस कोही पुरानो हुनुहुन्छ, कोही कसैले पनि दुःख नमान्नु है त। सिक्दै हुनुहुन्छ, सिक्दै जाने हो, म सिक्छु भन्ने हो। ओके, म आज थोरै नम्बर आयो भनेर दुःख मन गर्दैन, भोलि अवश्य जित हुन्छ भन्दै कन्टेस्टेन्ट नम्बर लास्ट 16 नम्बरले पाउन सफल हुनुभएको छ 10 मार्क्समा। कति पाउन सफल हुनुभयो? 10 मार्क्समा दुईजनाको जजेसले तपाईँको निकै नै गीत मन पराउनु भएछ क्या, त्यसैले दुईजना जजले 10 मार्क्समा दिनुभएको छ नम्बर 7। अरे कति ठाडो बोली हो। हाँसो किस गर्दैन त, माया गर्छ न त। गर्दिउला किसी गर्नु दिदी हो। मैले गरेँ भने दाम बस्छ। कस्तो राम्रो नाच्छ, अझ राम्रो आई कन्ट्याक्ट गर्नु पर्यो, अगाडि ठ्याक्क जजहरूलाई हेर्नु, उहाँलाई हेर्नु भनेको होइन मैले। जजहरूलाई हेर्नु पर्यो, अनि स्टेप क्लियर गर्नु पर्यो, गीत गाउनु पर्यो। यो मुख किन दिएको त? आँखा हेर्नु पर्यो ठ्याक्क जजहरूलाई, आई कन्ट्याक्ट। भोलि तिमीले कभर गर्न सक्छौ रुसु भोलि के होइन? मम्मी नाच्नु सक्छौ? यही हो पोज गर्ने के पोज। अलि बोल्न पनि सक्नु पर्यो है, हुन्छ? लाई अब एप्रिसिएट गर्नुपर्छ होइन। आज एकदम राम्रो गर्थ्यो, भोलि पनि अझै राम्रो गर्ने ल। के खाने रे? आइसक्रिम। ल जाऊ, चुज गर न आफै। हजुर ज्ञानी छ भयो। के लियो? आइसक्रिम म्याङ्गो होइन, स्ट्रबेरी होला आई गेस। अनि यो तिमीले चाहिँ किन चान्ट स्टार होला। हजमला चान्ट मिठो हुन्छ, अनि स्टार अमिलो हुन्छ। सुन, आज तिमीले राम्रो गर्यो होइन, त्यसको लागि एप्रिसिएट गरेको के। भोलि अझै राम्रो गर्ने हो कि? म भोलि यही लगाइदिउँ। नै भोलि तिमीले अर्को ड्रेस राम्रो अझै राम्रो ड्रेस गरिदिन्छु। स्कुलवाला लगाउने अस्ति हामीले सुट गरेको थियौँ नि, त्यही वाला गरौँ न। राम्रो देख्छ कि म गराइदिन्छु। आज जस्तो भयो भने राम्रो गरेको थियो। एकदम राम्रो मेरो लागि त, तिमी विनर हो मेरो लागि त। किसी लभ म मोटो भयो पनि, मोटो ज्याकेट भयो पनि गरेको थिएँ। तिमीले आफ्नो ट्राई राम्रो देखेको थिएन, तर उता राम्रो देखेको थियो मलाई। ल यो मेरो फेभरेट आइसक्रिम हो, अनि फेरि यो उता खा। रुसुले आज एकदम राम्रो गर्यो। थ्याङ्क यू मम। वेलकम। थ्याङ्क यू रुसु। वेलकम।
भोलि अझै राम्रो गर्ने हो कि भोलि फोटोजेनिक राउन्ड हो ओके ह्याप्पी भोलि पनि त्यही गर्दैछु भोलि अब हेरी हेरी हुन्छ ठाउँ ल बाई गरिदिउँ न ल खै त यहाँ एन्डिङ गर नि त बाई गाइस डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब